दुःखको अँध्यारो जतिसुकै लामो भए पनि सुखको एउटा सानो किरणले सारा अँध्यारो मेटिदिन्छ। वर्षौंसम्म सासूको अत्याचार, समाजको थुक्कार र पारिवारिक पीडा सहेकी भुन्टिलाका लागि म्याडम भगवानको रूप बनेर आएकी छिन्। तर के यो खुसीले भुन्टीको जीवनमा सारा घाउहरू निको पार्न सक्ला त? जब सासूले फेरि भुन्टीको खुसीमा आगो लगाउन खोज्छिन् तब म्याडमले कसरी भुन्टीको अस्तित्वको रक्षा गर्छिन्? आउनुहोस् आजको यो भिडियोमा जानौँ र अबको एपिसोडमा के होला भनेर पनि हामी कुरा गर्नेछौँ। म्याडमले भुन्टीको माइती परिवारसँग भेटेर उनको विगतको सङ्घर्षको तारिफ गर्छिन्। एयरपोर्टको त्यो सरप्राइज र अचानकको भेटपछि भुन्टीको मन हलुका भएको छ। भुन्टी भन्छिन्, म्याडम हजुर नभएको भए म यो संसारमा एक्लो हुन्थे। तर म्याडमले उनलाई सम्झाउँदै भन्छिन्, तिमी एक्लो छैनौ भुन्टी, तिम्रो पवित्र मन र तिम्रो इमान्दारिता नै तिम्रो सबैभन्दा ठुलो शक्ति हो। यही पारिवारिक मेलमिलाप चलिरहँदा अर्कोतर्फ सासूको मन भने ईर्ष्याको आगो सल्किएको हुन्छ। सधैँ झै भुन्टीलाई कमजोर ठानेर सासूले जब फेरि आफ्नो घमण्ड र क्षुद्र बोली प्रहार गर्न खोज्छिन् तब यसपटक भने उनको अगाडि भुन्टी मात्र हुन्न। म्याडमले सासूको बाटो छेक्दै भन्छिन्, अहिलेसम्म जे सहनुभयो भुन्टीले सहिन्, तर अब यदि मेरो भुन्टीलाई एउटा शब्द मात्रै नराम्रो भन्नुभयो भने म कानुनी रूपमै तपाईँको सातो लिनेछु। म्याडमको यो रूप देखेपछि सासूको बोली बन्द हुन्छ र उनी त्यहाँबाट खुट्टा कमाउँदै निस्कन बाध्य हुन्छन्। म्याडमको यो दरो साथले भुन्टीलाई अब आफ्नो हकका लागि लड्ने नयाँ साहस दिएको छ। के सासूले म्याडमको यो चेतावनीपछि आफ्नो गल्ती महसुस गर्लान् कि अझै ठुलो षड्यन्त्रको जाल बुन्नेछिन्? तपाईँलाई म्याडमको यो कदम कस्तो लाग्यो होला? कृपया कमेन्ट गर्नुहोला। र अबको एपिसोडमा के हुन सक्ला त? के अब भुन्टी र भूपेन्द्रको डिभोर्स होला त? तपाईँलाई के लाग्छ? र अदालतमा को जानेछन् र के हुनेछ अबको यो नयाँ एपिसोडमा? कृपया कमेन्ट गर्नुहोला र भिडियोलाई लाइक र सेयर गरी हाम्रो च्यानललाई सब्सक्राइब गर्नुहोला। साथै हामी अर्को रोचक भागको रिक्यापमा फेरि भेट्नुहुनेछ। तबसम्मका लागि बिदा दिनुहोस्। धन्यवाद।